हेलो साथीहरू, यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी सिम्पल माछा फ्राई बनाउन जाँदैछौँ। सुरुमा मैले माछालाई लिएर धोइ पखाली गरेँ। त्यसपछिबाट नुन, कागतीको झोल, जिराको धुलो, बेसारको धुलो, खुर्सानीको धुलो राखेर मजासँग चलाउने। यसलाई चाहिँ एकदमै राम्रोसँग चलाउनु पर्छ, बिस्तारै। यो चलाइसकेपछि यसलाई कम्तीमा नि 2 घन्टा जति रेस्ट गर्नलाई छोडिदिने। त्यसपछि यसमा भित्र मसलाहरू सबै छिरिसकेको हुन्छ। अनि मसलाहरू छिरिसकेपछि यो यस्तो देख्छ। त्यसपछि तेल तताएर थोरै मात्र तेल राखे पनि पुग्छ। थोरै तेल राखेर तताएर फ्राई गरिदिने अनि गोल्डन ब्राउन नहुन्जेलसम्म फ्राई गर्ने। अब गोल्डन ब्राउन भइसकेपछि यो खानालाई रेडी भयो। मिठो माछा।